हेलो नमस्ते। यति बेला हामीसँग हुनुहुन्छ प्रवेश पाण्डे र अहिले तपाईँहरू हेर्दै हुनुहुन्छ प्रवेश पाण्डे अफिसियल युट्युब च्यानलबाट र एकदमै हाम्रो बिजनेसमा एकदमै आफ्नो भविष्य देखिरहनु भएको र बिजनेसमा चाहिँ स्ट्रगल गरिरहनु भएको एकजना हाम्रो अतिथि हुनुहुन्छ। उहाँको परिचयबाट चाहिँ स्टार्ट गर्न चाहे। सर, आफ्नो परिचय दिनु। धन्यवाद। नमस्ते, मेरो नाम प्रवेश पाण्डे। म हजुरको अल्फा बेटा कम्पनीमा कार्यरत ट्रेनिङ म्यानेजर हो। ओके, अहिले तपाईँ ट्रेनिङ म्यानेजरमा भइरहनु भएको छ। तपाईँको अनुभवहरू के रहेको छ र बिजनेसलाई तपाईँले कसरी हेर्नु भएको छ? कि नेपालमा बिजनेस गरेर आफ्नो जीवनलाई जिउनको लागि कतिको सम्भव छ? तपाईँले सोध्नुभएको क्वेसनको लागि धन्यवाद छ। मेरो अनुभव नेपालमा सम्भावना बिजनेस गर्नको लागि के गर्ने, मेरो अनुभव छोटोमा भन्दाखेरि चाहिँ अहिलेसम्म आइपुग्दा मेरो अनुभवले के भन्छ भने तपाईँको बिजनेस गर्नको लागि हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ, डेडिकेट भएर काम गर्नुपर्ने हुन्छ, धेरै कुरा सिक्नुपर्ने हुन्छ। हामी त्यत्तिकै बिजनेसमा जान्छौँ भने हाम्रो अर्निङ हुँदैन। पहिला हामी धेरै सिक्नुपर्ने हुन्छ, आफूले भित्री रूपमा आफूले मजबुत हुनुपर्ने हुन्छ, धरातलीय रूपमा हामीले बिजनेसका सबै फन्डाहरू बुझ्नुपर्ने हुन्छ। त्यसपछि मात्र हामी बिजनेसमा ग्रो अप गर्न सक्छौँ। त्यही भएर हामीले हर क्षेत्रको नलेज बढीभन्दा बढी लिनुपर्ने हुन्छ। फर इक्जाम्पलको लागि कम्युनिकेसन स्किल भयो, कमन सेन्सका कुराहरू भयो, अन्य कुराहरू, बिजनेसका सिद्धान्तहरूलाई बुझेर हामीले जब अगाडि बढ्छौँ तब हाम्रो बिजनेस राम्रो हुन्छ। त्यही भएर हामी मेहनत गर्ने, कम्फोर्ट जोनभन्दा बाहिर गएर हामीले काम गर्नुपर्ने हुन्छ। मेरो अनुभव भन्दाखेरि चाहिँ जस्तै अब नेपालमा भविष्य नदेखेर कतिपय युवाहरू चाहिँ अहिले विदेशमा गएर कामहरू गरिरहेको छन् होइन। सबैभन्दा सुरुमा भनेको बिजनेसको लागि चाहिने भनेको सुरुमा लगानी हो होइन। सुरुमा भनेको त पुँजी हो कि सुरुमा भनेको चाहिँ जस्तै अब युवाहरू हुन्छ नि, विदेशमा गएर पैसा कमाएर आएर चाहिँ नेपालमै बिजनेस गर्दा राम्रो जस्तो लाग्छ यहाँलाई, अथवा तपाईँको अनुभवमा चाहिँ के लाग्छ? सुरुमा त लगानी चाहियो, कसरी चाहिँ बिजनेसलाई स्टार्ट गर्ने, कसरी बिजनेस ग्रो अप गर्ने, के लाग्छ यहाँलाई? लगानी भन्ने कुरा त इम्पोर्टेन्ट नै हो। त्योभन्दा पहिला हाम्रो मेन्टालिटी हुनुपर्छ, काम गर्ने मेन्टालिटी हुनु पऱ्यो। त्यसपछि हाम्रो गोल हुनु पऱ्यो, प्लानिङ हुनु पऱ्यो। जब हाम्रो गोल हुन्छ, थिङ्किङ हुन्छ, प्लानिङ हुन्छ, त्यसपछि मात्र हामी बिजनेस गर्न सक्छौँ। त्यही भएर पैसा भएर मात्र हुँदैन, पैसा हुनुभन्दा पहिला सोच हुनुपर्छ। सोच नै सुरुवात हो, आफ्नै गुरुवा भन्ने एउटा नेपाली कहावत पनि छ। त्यही भएर सोच हुनु पऱ्यो, त्यसपछि गोल हुनु पऱ्यो। अरूको त आफसे आफ भइरहन्छ, तर पैसा पनि इम्पोर्टेन्ट नै हो। हजुर, यो कुरा गरिरहँदाखेरि अहिले नेपाल सरकार, हाम्रो सरकारले पनि बिजनेसलाई त्यति धेरै प्राथमिकतामा राखेको हुँदैन। अब भन्ने गर्दाखेरि हुन त हो पनि, नेपालमा बढी भनेको शिक्षा, स्वास्थ्य, रोजगारहरूको विषयमा राखिरहेको हुन्छ प्राथमिकतामा भनेको। अब केही वर्ष भनौँ न, आर्थिक वर्ष 73-74को 83-84को बजेटलाई हेर्दा पनि अब शिक्षा, स्वास्थ्य, रोजगारहरूको विषयमा प्रायोरिटी दिइरहेको थियो होइन। रोजगार भनेको त कुनै व्यवसाय भनौँ न, कुनै बिजनेसहरूकोमा चाहिँ गएर जब गर्ने हो होइन। सुरुमा भनेको हामीले बिजनेसलाई चाहिँ बढी सरकारले पनि प्राथमिकता दिइरहेको हुँदैन है। रोजगार भनिरहेको हुन्छ। रोजगार भनेको त कुनै व्यवसायमा चाहिँ आफूले गएर काम गर्ने हो नि त, त्यसलाई त डाइरेक्ट रूपमा बिजनेस भन्न पनि सकिँदैन होइन। त्यो भइसकेपछि सरकारलाई चाहिँ यो अब बिजनेसहरू, व्यवसायहरू भयो नि, त्यसलाई चाहिँ के गरिदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? कसरी चाहिँ प्राथमिकतामा राखिदियो हुन्थ्यो जस्तो लाग्छ? अथवा अहिले भइरहेको, अहिले प्राथमिकता जुन तरिकाले राखिरहेको छ, कि यो ठिकै हो अथवा ठिकै होइन भने कुन तरिकाले चाहिँ राखिदियो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई? पहिले जुन तपाईँ प्रायोरिटीको कुरा गर्नुभयो, पहिले चाहिँ आफूले दिनु पऱ्यो आफ्नो बिजनेसलाई प्रायोरिटी। जब हामी आफ्नो कामलाई प्रायोरिटी दिन्छौँ तब त अर्कोले पनि प्रायोरिटी दिने गर्छ। त्यही भएर आफूले प्रायोरिटी दिनु पऱ्यो। सरकारले पनि अहिले केही नियमावलीमा बिजनेसका फन्डाहरूलाई, नयाँ नियमहरूलाई अहिले लागू गर्नको लागि नयाँ अहिले प्रावधानहरू राखेको छ भन्नुपर्छ। मलाई यसो हेर्दाखेरि चाहिँ त्यो पनि राम्रो छ। अबको युवाहरूलाई नेपालमै रोजगारी गर्नको लागि प्रोत्साहन गर्छ भन्नेमा म आशावादी छु भन्नुपर्छ अहिले। ओके, अन्तिममा के सोध्न चाहेँ भने तपाईँलाई व्यवसाय र जुन चाहिँले व्यवसाय गरिरहेको हुन्छ नि, व्यवसाय गर्ने मानिसहरू हुन्छ, व्यवसाय गर्न चाहने मान्छेहरू हुन्छ, व्यवसाय गर्न चाहने युवाहरू हुन्छ होइन, आफ्नो बिजनेसलाई ग्रो अप गर्न चाहने युवाहरू हुनुहुन्छ, उहाँहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ छोटोमा? यदि तपाईँ बिजनेस गर्न चाहनुहुन्छ भने अल्फा बेटामा आउनु पऱ्यो। अल्फा बेटाले उनीहरूको ओनरसिप गर्नको लागि, मान्छेलाई एउटा बिजनेस गर्नको लागि एउटा तपाईँहरूलाई फर्मुला दिन्छ, बाटो दिन्छ भन्नुपर्छ। यदि नेपालमा कोही बिजनेस गर्न चाहनुहुन्छ भने। समय दिनुभयो, धेरै धन्यवाद। थ्याङ्क यू सो मच।